नमस्कार, सत्रन मिडिया अन्तर्गत सत्रन टक्समा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। आज हामीसँग हुनुहुन्छ रानीवन पाठशालाका शिक्षक दिनेश बुढाथोकी। सर नमस्कार, स्वागत छ यहाँलाई। नमस्कार, यहाँलाई पनि धेरै धेरै धन्यवाद यो न्यानो निमन्त्रणाका लागि। सन्चै हुनुहुन्छ? हजुर ठिक छ, हजुरलाई के छ हजुर? ठिकै छ मेरो नि। केमा बिजी हुनुहुन्छ आजभोलि? आजभोलि त्यही हो, अब आफ्नो पढाइको करियर सँगसँगै एउटा दैनिकी त हो, दिनैपिछे दैनिकी जसरी हिजो चलिरहेको थियो आज पनि त्यसरी चलिरहेछ र प्लस एउटा पेसाकर्मीको हिसाबले शिक्षकको रूपमा रानीवन पाठशाला एउटा प्राइभेट संस्थामा आबद्ध रहेर काम गरिरहेको छु। त्यसैमा दिनचर्या बित्याछ भनौँ। अहिलेको युवा पुस्ता विदेश भन्छन्, तर हजुर जस्तो युवा नेपालमै बसेर केही भविष्य देखेर बस्नुभएको कि पछि फर्दर विदेश जाने प्लानमा हुनुहुन्छ? अब ठ्याक्कै अहिलेकै सिचुएसनमा चाहिँ भविष्यमा के गरिन्छ भन्ने त अब कसैलाई पनि थाहा हुँदैन, परिआएको खण्डमा अब जे पनि गर्न सकिएला। तर अहिले चाहिँ हजुरले भने जस्तै सबैजनाको रोजाइ +2 सके पश्चात विदेशै भए तापनि मैले चाहिँ किन यहीँ बसेर काम गरिरहेको छु अथवा यहीँ किन रमाइरहेको छु भन्दाखेरि जस्तै हरेक मान्छेको एउटा चाहना हुन्छ, डिजायर भन्ने एउटा कुरा हुन्छ, त्यस पछाडि बाध्यता र परिस्थिति भन्ने अर्को कुरा हुँदो रहेछ होइन। अब म चाहिँ एउटा एक हिसाबले भन्ने हो भने दुईटै कुराको एउटा सम्मिश्रणबाट नै आएँ भन्ने जस्तो लाग्छ। कसरी भन्दाखेरि अब +2 सके पछाडि हुनलाई एकचोटि मैले पनि साथीहरूको हुलहुलैमा अब सबैले +2 पछाडि विदेश जाउँ भन्दाखेरि मैले जाउँ त म पनि भन्ने एकचोटि त्यो मनमा त आएको थियो, तयारी पनि गरेँ। तर कता अब भाग्यले जता ठेलेर पुर्याउँछ अब त्यतै जाने हो रहेछ होइन। त्यसले गर्दा मैले बाहिर एकचोटि एप्लाई पनि गरेको थिएँ, अस्ट्रेलिया एप्लाई गरेको थिएँ। अस्ट्रेलियाको भिजा लाग्न सकेन। तत्पश्चात चाहिँ मैले विदेशै मात्रै किन त होइन, आफ्नै नेपालमै पनि त केही गर्न सकिन्छ नि त। अब साथीभाइ गयो भन्दैमा आफू नि गइहाल्नुपर्छ भन्ने त छैन। आखिर जहाँ बसेर पनि आफ्नो चाहिँ एउटा भविष्य मन खुसी बनाउने साथसाथै आफ्नो करियर बनाउने हो भन्ने सोचेर मैले चाहिँ पछि नेपालमै पढ्छु। अब फर्दर मैले ब्याचलर चाहिँ यहीँ सकेर केही गरौँला, नेपालमै व्यापार व्यवसाय गरौँला भन्ने एउटा मनमा त्यो सोच बनाएँ। त्यस पछाडि पढ्न थालेँ। मैले बिएससी जोइन गरेँ त्रिचन्द्र मल्टिपल क्याम्पसमा। त्यस पछाडि त्यहाँ पढ्दै गर्दाखेरि मैले त्यहाँ सेकेन्ड इयर पढ्दाबाट मैले यता अब पढेर मात्रै नहुने रहेछ भन्ने हिसाबमा मैले पढाउन पनि थालेँ। त्यस पछाडि म यो पढाउने क्षेत्रमा पनि आबद्ध भएँ र त्यसरी चाहिँ गर्दै जाँदाखेरि एउटा मनमा के लाग्यो भन्दाखेरि विदेशभन्दा यहीँ बसेर गरियो भनेदेखि एउटा त आफ्नै देशमा बसेर काम गर्न पाइयो, एउटा परिवारसँग बसेर काम गर्न पाइयो र यो यहाँको जस्तो इन्भाइरोमेन्ट चाहिँ बाहिर हुँदैन जस्तो पनि मलाई लाग्यो क्या। पछि यसो जुन विदेश गएका साथीभाइहरूसँग मैले फोन कन्ट्याक्टहरू त गरिरहन्छु नि त, त्यो गर्दाखेरि चाहिँ के पाएँ भन्दाखेरि उहाँहरूले एकदमै दुःख छ, व्यथा छ भनेर सुनाइराख्नुहुन्छ कि। अब यसको मतलब हजुरले चाहिँ अब अस्ट्रेलिया भिसा नलागेर आफूले एकदम फ्रस्ट्रेसन फिल गरेर होइन नेपालमै ठिक रहेछ भन्ने हजुरले त्यो लाग्यो? होइन, त्यो फ्रस्ट्रेसन भिसा नलागेर मैले यही गरौँ भन्ने पनि होइन। त्यो बेलामा एउटा कलिलो दिमाग, त्यस पछाडि साथीभाइको भनाइ र सोचाइमा लाग्दै गर्दाखेरि अब जाउँ न त भन्ने एउटा भएको। त्यस पछाडि फ्रस्ट्रेसन भयो, अब यहीँ मैले काम बाहिर जान नसकेर यहीँ गरेको भन्ने चाहिँ होइन। पछि मौका मिलेमा अब चाहिँ के सोचेको छु भने मैले पढ्न अथवा काम गर्न होइन कि यहीँ एउटा उद्यमी बनेर पछि एउटा घुम्ने हिसाबमा जान चाहिँ सकिन्छ भन्ने मैले त्यो एउटा अल्टरनेट वे पनि सोचेको छु। र अहिले चाहिँ मैले जुन यो यहाँनिर केही समय आफूलाई बनाउँ पहिला होइन, उहाँ गएर दुःख जिरो लेभलबाट गर्नु पऱ्यो नि त। उहाँ गएर पनि त्यहाँ गएर गर्ने जिरो लेभलको दुःख चाहिँ यहीँबाट केही समय सिकौँ, फिल्डमा रियल फिल्डमा काम गरौँ भनेर मैले आफूलाई चाहिँ एउटा फिल्डमै खटाएर काम गरेको। त्यसरी अब पछिको कुरा हो, सकेसम्म नेपालमै गर्ने हो। वातावरण बनेछ भने नेपालमै केही गर्छु भन्ने लागेको छ अझै पनि। र नेपालमा राम्रो गर्ने वातावरण, एउटा उद्यमी हुने वातावरण बनेछ भने, त्यो मिल्दै गएछ भने नेपालमै गर्ने हो, बस्ने हो। नेपालभन्दा बेटर ठाउँ त मलाई संसारभरि कहीँ छैन जस्तो लाग्छ। किन भन्दाखेरि यो त एउटा जन्मभूमि, एउटा
जन्मिएको राष्ट्र देश भयो, अर्को त यहाँको हावापानी यति राम्रो छ कि यो चाहिँ विश्वमै राम्रो हावापानीको कारणले गर्दाखेरि पनि आफ्नै देशमा बसेर चाहिँ नि जुन काम गर्ने अवसर मिल्यो भने त यो त सौभाग्यको कुरा हो जस्तो लाग्छ। त्यसैले विदेशै नजाने भन्ने चाहिँ होइन, भविष्यमा गइएला त्यो अलग कुरा हो, तर पनि अहिलेको लागि चाहिँ यहीँ बसेर केही गरौँ, आफ्नै देशमा केही बनौँ भन्ने हिसाबले नै मैले यहाँ चाहिँ सुरु गरिरहेको छु। शिक्षा पेसामा हजुर कतिको सन्तुष्टि हुनुहुन्छ? एउटा प्राइभेट स्कुलमा टिचिङ गरिराख्दाखेरि आफ्नो जीवनयापन चल्छ जस्तो लाग्छ हजुरलाई? हजुर एकदमै राम्रो यो सान्दर्भिक प्रश्न गर्नुभयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। जस्तै यो शिक्षा पेसा चाहिँ मैले एउटा कुनै पनि काम गर्नुभन्दा अगाडि सबैभन्दा राम्रो क्षेत्र चाहिँ शिक्षा क्षेत्र हो जस्तो लाग्छ मलाई। यो शिक्षा क्षेत्रमा पनि शिक्षक भनौँ न, किन भन्दाखेरि यो शिक्षक भएर काम गर्दै गर्दाखेरि यो हाम्रो समाजलाई यति धेरै राम्रोसँगले बुझ्न सकिँदो रहेछ कि त्यो मैले यो गत 2 वर्ष 2.5 वर्षभन्दा बढी एउटा प्राइभेट सेक्टरमा काम गरिसके पछाडि मैले त्यो अनुभव लिएको छु। अब यो बालबच्चासँग घुलमिल हुँदै गर्दाखेरि त्यहाँ प्यारेन्टसँग घुलमिल भइँदो रहेछ। प्यारेन्टसँग घुलमिल भइसके पछाडि हाम्रो समाजको आवश्यकता के हो त, हाम्रो समाज कस्तो खालको समाज छ र यो समाज कस्तो हुनुपर्छ भन्ने कुरा चाहिँ रियलाइज हुँदो रहेछ कि ठ्याक्कै त्यो लेभलबाट रियलाइज भइसके पछाडि हामीले समाजले त खोजेको यस्तो पो रहेछ त, समाजमा गर्नुपर्ने यस्तो रहेछ भन्ने चाहिँ हामीलाई एउटा नलेज हुँदो रहेछ। त्यस पछाडि चाहिँ अब आफूले त्यो रिक्वायरमेन्ट के छ त, अहिलेको यो बदलिदो समाज र समयअनुसारको एउटा सोसाइटीमा रिक्वायरमेन्ट के छ त भन्ने त्यो एउटा स्टडी गर्ने चाहिँ बेसिक पाटो एउटा यो शिक्षा क्षेत्रमा एउटा शिक्षकको हुँदो रहेछ। र यसले चाहिँ यो शिक्षक भन्ने बित्तिकै फेरि कति धेरैको एउटा जाने जाहिर गर्ने पढाउने भन्ने मात्रै पनि धारणा छ होइन। त्यो नभएर चाहिँ शिक्षक भन्ने क्षेत्र एउटा यस्तो हो कि सिकाउने भन्दा बढी सिक्ने क्षेत्र हो जस्तो मलाई लाग्छ। किनभने त्यहाँनिर विद्यार्थीहरूलाई जति कुरा आफूले जानेको कुरा सिकाइँदै गर्छ त्योभन्दा बढी आफूले बुझिँदै गइरहेको। विद्यार्थीहरूले कतिको सताउने गर्छन्? अब त्यो विद्यार्थीहरूले सताउने त भइ नै हाल्छ, त्यो भनेको रियल फिल्डमा काम गरेको जस्तो हो नि त होइन। अब जति सताउँछन् आफूले कुन तरिकाले त्यसलाई ह्यान्डल गरिन्छ त, कुन तरिकाले त्यसलाई चाहिँ समावेश गरेर अगाडि बढाउन सकिन्छ त, त्यसमा चाहिँ आफ्नो स्किल पनि डेभलप भयो एक त होइन। अर्को चाहिँ आफूलाई त्यसबाट चाहिँ के कमजोरी भइरहेछ त होइन। अब सताउने भन्ने पनि त धेरै अर्थ हुन्छ नि त, कुन अर्थमा, जस्तै पढाइका कुराहरूले सतायो भने त त्यो पोजिटिभ र नेगेटिभ दुइटै कुरा हुँदो रहेछ कि। अब राम्रा क्वेसन प्रश्न गरेर चाहिँ सतायो भने त आफूलाई झन् फाइदा भयो नि त, किनभने आफूले पनि सर्च गरिन्छ, खोजी गरिन्छ र उनीहरूलाई बुझाउन लागिन्छ। त्यो भनेको आफूलाई पनि नलेज गेन हुनु हो। अब अर्को अर्थ भनेको हल्ला गरेर सताए भन्नेमा त त्यो अब स्टुडेन्टको सानो बालबच्चाको त्यो एउटा। हजुर क्लासमा जाँदै गर्दा क्लासमा छिर्नुहुन्छ जब विद्यार्थीहरूले चाहिँ सर आउनुभयो भनेर खुसी हुनुहुन्छ कि आज दिनेश सर क्लासमा नआइदिनु भयो नि हुन्थ्यो भनेर विद्यार्थीहरूको कस्तो भावना पाउनुहुन्छ हजुरले? एकदमै राम्रो प्रश्न, थ्याङ्क यू। यसमा चाहिँ मेरो व्यक्तिगत स्वभाव कस्तो छ भन्दाखेरि मलाई चाहिँ के कुरामा म चाहिँ फोकस गर्छु भन्दाखेरि त्यहाँनिर दुईवटा मेरो बिहेभियर हुन्छ कि। एउटा कस्तो भन्दाखेरि स्टुडेन्टलाई आफू कुन तरिकाले प्रेजेन्ट हुँदाखेरि सबैभन्दा बढी डेलिभर गर्न सकिन्छ त होइन। त्यहाँ आफू एउटा कक्षा कोठामा छिर्दै गर्दाखेरि स्टुडेन्टलाई अब अलिकति हल्ला गरेर अरूलाई पनि डिस्टर्ब गर्ने किसिमका स्टुडेन्टसँग अलिकति कडा तरिकाले पनि प्रस्तुत हुनुभयो पर्ने हुन्छ होइन। यानि कि उनीहरू अलिकति चाहिँ डराउने फिल गरियो होस् होइन, अलिअलि उनीहरूमा डर होस् र डर हुँदै गर्दाखेरि यति धेरै पनि नहोस् कि उसले चाहिँ एउटा डेलिभर गरेको कुरा रिसिभ गर्नै नपाओस्। ठिक्कमा डर पनि ठिक्कमा राखेर हामीले चाहिँ दिनुपर्ने स्टुडेन्टले सिक्नुपर्ने कुरा के हो त भन्ने कुरा सम्पूर्ण कुरा चाहिँ एउटा फ्रेन्डली इन्भाइरोमेन्ट बनाएर सिकाउन सक्ने खालको चाहिँ इन्भाइरोमेन्ट बनाउँछु म। त्यसले गर्दाखेरि अब कति स्टुडेन्टलाई अलिकति टाइट लाग्न नि सक्ला, तर कतिलाई अलिक खुकुलो पनि लाग्न सक्ला। अब यस अर्थमा चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि जो स्टुडेन्ट अलि नपढ्न खोज्छ उसलाई टाइट लाग्न सक्ला, र जो स्टुडेन्ट पढ्ने खालको छ, केही कुरा एउटा न एउटा नयाँ कुरा सिकौँ आज भन्ने किसिमको स्टुडेन्ट छ उसलाई चाहिँ म चाहिँ राम्रो लाग्छु होला जस्तो लाग्छ। किनभने म त्यो किसिमको वातावरण क्रिएट गर्छु। त्यसले गर्दाखेरि स्टुडेन्टको दुई तरिकाले हेर्ने चाहिँ दृष्टिकोण हुन्छ होला म माथि भन्ने मलाई लाग्छ। जस्तो छ नि सर, प्राइभेट स्कुलमा पढाउने टिचरहरूलाई चाहिँ तलब सुविधाहरू राम्रो हुँदैन भन्ने जति
भनाइहरू हुन्छ नि, यसमा हजुरको के भनाइ छ? यो अब प्राइभेट सेक्टरमा पनि सबै नपर्ला नि, तर यो गभर्मेन्ट र प्राइभेट हेर्ने हो भनेदेखि केही हदमा चाहिँ हाम्रो सरकारी भन्दा चाहिँ कमै हुन्छ, किनभने त्यो हामी सबैले फिल गरेको कुरा हो होइन। अब नेपालमा पनि केही राम्रा त्यस्ता प्राइभेट संस्थाहरू पनि छन् जुनले चाहिँ राम्रै पे गर्छ पनि, र प्रायःजसो चाहिँ अब यो अलिकति कमै सेवा सुविधा र तलब पे गर्ने संस्थाहरू पनि छन्। त्यसमा चाहिँ अब संस्थाको आफ्नै व्यक्तिगत समस्या होला, उहाँहरूले म्यानेजमेन्ट गर्दै जाँदाखेरि आपूर्ति नभएको हुन नि सक्छ, र जहाँसम्म चाहिँ संस्थाले सकेसम्म चाहिँ प्राइभेट संस्थामा पनि, यदि प्राइभेट संस्थालाई पनि राम्रो बनाउने हो भने चाहिँ पेमेन्टको सेक्टरमा पनि राम्रै प्राइभेट संस्थाले चाहिँ प्रदान गर्नुपर्छ जस्तो लाग्छ। किनभने एउटा संस्था चलाउनको लागि पिलर भने त भन्नु न, हामी शिक्षक अथवा शिक्षा क्षेत्रकै कुरा गर्छौँ भने पनि पढाउने टिचर भनेको त त्यो संस्थाको एउटा बेस पिलर हो नि त होइन। यदि यो बेस पिलरलाई चाहिँ हामीले राम्रो पोषण गर्न सक्दैनौँ भने त पिलर कमजोर हुने हो नि त। पिलर कमजोर हुने बित्तिकै हाम्रो जतिसुकै राम्रो तरिकाले चलाउन खोजे पनि एउटा सिस्टमले, एउटा म्यानेजमेन्ट टिमले जतिसुकै राम्रो तरिकाले चलाउन खोजे पनि पिलरै कमजोर भइदिएपछि त्योभन्दा माथिको स्टेप्सहरू दर हुँदैन जस्तो लाग्छ मलाई। त्यही भएर चाहिँ सुरुमा कुनै पनि संस्थाले धेरै ग्रो नहेरिकन होइन, अब राम्रोसँगले ग्रो गरेका संस्थाहरूले त राम्रै प्रोभाइड गर्छन्, र भर्खरै इस्टाब्लिस भएका संस्थाहरूले पनि हाम्रो चाहिँ तल्लो लेभललाई राम्रो हेरविचार गर्यो भने अवश्य पनि त्यो संस्थाले राम्रो गति लिन्छ जस्तो लाग्छ मलाई। यो पढ्दै अनि जागिर गर्दा चाहिँ समस्याहरू आइपर्छ कि पर्दैन सर, के छ यसमा? यो चाहिँ एउटा हामी अहिले प्राइभेट संस्थामा शिक्षकको रूपमा कार्यरत रहँदै गर्दाखेरि एउटा जागिरे जीवन जस्तो देखिएला, तर एउटा पढ्ने विद्यार्थी पनि हो म मात्रै नभएर हामी सम्पूर्ण हो जस्तो लाग्छ। किनभने जीवन नै सिकाइ हो, जीवन्त सिकाइ हो भन्छौँ नि त हामी होइन। त्यसले गर्दा अब एउटा हजुरले सर्टिफिकेट एउटा लेभलको कुरा गर्नुहुन्छ नि त, मेरो कन्टिन्यू नै छ अहिले, डिग्री लगभग लिने तर्खरमा छ, र यो यस्तो गर्दाखेरि हाम्रो नेपालको मात्रै कन्टेक्स्टमा हेर्नु भने चाहिँ अलिकति गाह्रो छ। अब यही कारणले गर्दाखेरि पनि +2 सके पछाडि अधिकांश नेपाली युवाहरू जो हुनुहुन्छ उहाँहरू विदेशिने कारण बनेको छ। किन भन्दाखेरि नेपालमा चाहिँ यो पढ्दै र पार्ट टाइम काम गर्न अलिकति गाह्रो छ, मैले नै भोगिरहेको छु। यो कलेजको टाइम टेबल नमिल्ने र यता आफ्नो जागिरे जीवनको यता कार्यक्षेत्रको पनि टाइम टेबल अलिकति नमिल्ने हुँदा, एउटै समयमा जुझ्ने हुँदाखेरि दुइटै सम्हाल्न चाहिँ निकै गाह्रै छ। त्यसले गर्दा भने जस्तो रिजल्ट चाहिँ दुवैतर्फबाट लिन गाह्रै छ। यसैले गर्दाखेरि पनि अधिकांश बाहिरिनु भएको छ। विदेशतिर के छ भने हप्तामा पढाइ पनि थोरै हुने, आफ्नो कलेजमा पनि बाँकी काम गर्न नि पाइयो, र एउटा कामको जीवन र यता पढाइको जीवनलाई ब्यालेन्स गर्न सकिराखेको अवस्था चाहिँ विदेशमा हुँदो रहेछ। तर यहाँ हाम्रो नेपालमा चाहिँ छैन। अब मेरै कुरा गर्नुहुन्छ भने मेरो अधिकांश सब्जेक्टहरू दिउँसोको 10-11 बजेबाट सुरु हुन्छ 4 बजेसम्म। अब त्यो नभएपछि त्यो भ्यालिड नहुँदो रहेछ क्या, भ्यालुएबल नहुँदो रहेछ। त्यसले गर्दाखेरि डिग्री लिइसक्दाखेरि पनि आफू जिरो लेभलमै रहेछु कि क्या हो भन्ने जस्तो फिल चाहिँ हुँदो रहेछ। हाम्रो यो नेपालको करिकुलमले हो अथवा हाम्रो कमजोरीले हो होइन। यो चाहिँ हाम्रो कमजोरीले भन्दा पनि बढी करिकुलमले नै हो जस्तो लाग्छ मलाई। किनभने शिक्षा भनेको चाहिँ एक्जाम ओरिएन्टेड बढी छ क्या नेपालमा। एक्जाम ओरिएन्टेड नभएर एजुकेसन चाहिँ कस्तो हुनु पऱ्यो त भन्दाखेरि लाइफ ओरिएन्टेड हुनु पऱ्यो कि। हामीले ब्याचलर सक्दै गर्दाखेरि हामीले केही न केही त आफैले गर्न सक्ने हाम्रो हातमा सिप कला हुनु पऱ्यो नि त। अब त्यो चाहिँ मैले पाइनँ नेपालको शिक्षामा। त्यसले गर्दाखेरि प्र्याक्टिकल बेस बढी हुनु पर्यो। हजुर, प्र्याक्टिकल बेस भइदिएन। अब यदि प्र्याक्टिकल बेस हुन्थ्यो भने त ब्याचलर सकेको स्टुडेन्टले नेपालमै केही गर्न सक्थ्यो होला नि त। किन चाहिँ नि कोरियन भाषा सिक्न चाहिँ उता इन्स्टिच्युटतिर धाउनु पर्थ्यो होला त होइन। त्यही भएर पनि यो करिकुलम पनि एउटा व्यावहारिक हुनु पऱ्यो कि होइन। जस्तै यो हप्तामा हाम्रो त 7 दिन 8 दिन नै पढाउने चलन छ के, 6-7 दिन नै पढाउने चलन छ। शनिबार पनि कहिलेकाहीँ त बिदा नदिकन पढाउने चलन छ। यो चाहिँ एक हिसाबले भन्यो भने यो चाहिँ पेलान जस्तो मात्रै लाग्यो क्या मलाई। यो गलतै हो जस्तो पनि लाग्छ मलाई। किनभने व्यावहारिक शिक्षा छैन, खालि सैद्धान्तिक शिक्षामा फोकस गरेर उसले रटेर मात्रै के पायो होइन र, उसले पढेर के पायो। जस्तै एउटा सामान्य एक्जाम्पल ल्याउँ न,
एउटा गाडी कुदाउनको लागि मानिसलाई के कुराको आवश्यकता पर्दछ त भन्दाखेरि एउटा उसले बुक पढ्यो भने त्यहाँ बुकमा के हुन्छ सबै गाडीका कुराहरू के हुन्, कुन क्लच हो, कुन ब्रेक हो, कुन एक्सलेटर हो, सबै कुरा लेख्या हुन्छ, कुन के बेला दबाउने भन्ने सबै कुरा लेख्या हुन्छ। त्यो मान्छेले जतिसुकै राम्रो पढ्यो, जुन बेला यो काम गर्ने भन्ने उसलाई जतिसुकै ज्ञान भए तापनि ऊ गाडीको सिटमा बसेर त्यो क्लच ब्रेक एक्सलेटर नदबाएसम्म उसले जाने हुँदैन क्या। भनेको मतलब पढाइले मात्रै हुँदैन, त्यो पढेको कुरा व्यावहारिक हुनु पऱ्यो कि। त्यसले गर्दाखेरि चाहिँ हाम्रो एजुकेसन सिस्टम व्यावहारिक हुनुपर्छ र त्यसमा भन्ने हो भने त बेसिक लेभलदेखि नै हाम्रो बच्चा लेभलदेखि नै एउटा चाहिँ नि के अरे व्यावहारिक ज्ञान चाहिँ हासिल हुनुपर्छ क्या। जस्तै हाम्रो नेपालको कन्टेक्स्टमा के देख्छु मैले भन्दाखेरि 4-5वटा 7-8वटा विषय पढाइ भइरहेको हुन्छ सानै लेभलदेखि। हेर्नुहोस् है, त्यो यति धेरै ओभरलोड छ नि बच्चाबच्चीलाई, त्यो ब्याग बोकेर ऊ स्कुल जानै बहुत गाह्रो भइरहेछ। अब यसमा हेर्नु है, कसैलाई इन्जिनियरिङ क्षेत्रको रुचि होला, कसैलाई राजनीतिको रुचि होला, कसैलाई गायनतर्फ रुचि होला, होइन, विभिन्न व्यक्तिलाई विभिन्न रुचि हुन्छ। तर उसले चाहिँ बेसिक लेभलमा के गर्नु परिरहेछ त सबै भयभरका कुराहरू पढ्नु परिरहेछ क्या। उसलाई मन भए पनि नभए पनि पढ्नु परिरहेछ कि। सबै मैले बिचमा रोकेँ, सबै पढ्नुपर्ने छ। अनि दिनभरि बिहान 10 बजेदेखि बेलुका 4 बजीसम्म पढेर जानुहुन्छ, फेरि घर गएपछि होमवर्क गर्नु पर्यो। सबै 7-8वटै सब्जेक्टकै बच्चाले होमवर्क गर्न त लोड भएन सर यो? हजुर, त्यही त। अब यो विषय नै धेरै भइसके पछाडि त्यसै पनि यो विद्यालय वर्किङ आवरभित्रैमा पनि यो लोडै छ। ती मान्छे अब घरमा गएर पनि होमवर्क गर्ने, त्यो अघि मैले भने नि यहाँलाई, जुन हाम्रो रट्नुपर्ने स्थिति छ, त्यो रट्नुपर्ने स्थितिले गर्दाखेरि नै हामीले जुन लिनुपर्ने, हामीलाई जीवनमा चाहिने ज्ञान हामीले लिएनौँ के। जस्तै हामीले एउटा क्वेसन दियौँ, एन्सर लेखायौँ, त्यो एन्सर उसले मस्त पढेर घोक्यो भने उसले घोकेर आफ्नो दिमागमा राख्यो र एक्जाम दियो भने उसले राम्रो A+ ल्याउँछ नि, होइन। र अर्को कुरा के छ त भन्दाखेरि कुनै व्यक्तिले चोरेरै त्यत्तिकै लेख्यो भने उसले पनि A+ ल्याउँछ के। अब यसमा हामीले कसरी क्यालकुलेट गर्ने त? त्यो पढ्या विद्यार्थी घोकेर एक्जाम दिएर A+ ल्याएकोलाई चाहिँ हामीले राम्रो भन्छौँ, चोरेर ल्याएकोलाई चाहिँ फटाइ गऱ्यो यसले भन्छौँ नि त। तर मेरो कन्सेप्टमा चाहिँ के लाग्छ भन्दाखेरि उसले रटेर ल्याएको पनि त्यही कागजबाट हो नि त। त्यही कागजको कुरा उसले पढ्दा रटेर दिमागमा राखेको हो नि त। र के भ्यालु भयो त्यसमा? उसले पनि चोरेकै भन्ने ठान्छु कि म चाहिँ। यो किसिमको एक्जाम नेपालमा लिइन्छ के। यसको सँगसँगै काम हुने, गरेरै देखाउने प्र्याक्टिकल कुराहरूको एक्जाम लिउँ न नेपालमा, अनि बल्ल त्यसले हामीलाई राम्रो ज्ञान पाठ दिन्छ कि। अब जस्तो हामीहरूले पढ्दा पनि A+, B+ को होल स्क्वायरको सूत्र कति घोक्यौँ, अहिले कहाँनिर गएर एप्लाई भएको छ त्यो? हजुर, अब यसको चाहिँ एप्लाई छ, अब तर यसको चाहिँ अब त्यही त हजुरले भन्ने जस्तै सानै लेभलमा एप्लाई नहोला। यसको लागि निश्चित सर्टेन क्षेत्रमा छ क्या। जस्तै इन्जिनियरिङ क्षेत्रमा जानुभयो भने, रिसर्च क्षेत्रमा जानुभयो भने त्यो क्षेत्रमा यसको चाहिँ एप्लिकेसन के अरे यो एप्लिकेबल हुन्छ त्यो क्षेत्रमा चाहिँ। तर बेसिक लेभलमा त बच्चाबच्चीलाई कहाँ जाने के गर्ने भन्ने थाहा हुँदैन। यो चाहिँ अलि एडभान्स लेभलमा पुग्दै गएपछि थाहा हुन्छ यसको काम के हो भन्ने कुरा चाहिँ। र यो सबै विद्यार्थीको क्षमता क्यापेसिटी चाहिँ त्यो लेभलमा पुग्न नसक्ने भएको हुँदाखेरि अलिकति बोरिङ लाग्ने चाहिँ हुन्छ। त्यही भएर त यहाँलाई मैले अघि भने नि त, हामीले चाहेर पनि नचाहेर पनि 7-8वटा विषय पढिराख्नु परेको हुन्छ। र त्योभन्दा बेटर चाहिँ हामीले यदि स्टुडेन्टको रुचि क्षमतालाई हेरेर सानैबाट उसको चाहिँ एउटा हुन्छ नि, उसले गर्न खोजेको क्षेत्रमा चाहिँ बढी ज्ञान दियो भने ऊ त्यस क्षेत्रमा सक्सेस हुन्छ नि त। अब हामीले गीत गाउने गायनतर्फको चाहिँ रुचि छ बच्चाबच्चीको, उसलाई चाहिँ पढ भनेर साइन्सका कुरा पढाएर त हुँदैन नि त, म्याथका कुरा पढाएर त उसले त बुझ्दैन नि त, होइन। त्यसले गर्दाखेरि चाहिँ हामीले यो विषयलाई अलिकति घटाउनु पर्यो र जो विद्यार्थीको क्षमता जुन किसिमको छ त्यो क्षमतालाई हामीले बुझेर त्यही किसिमको चाहिँ शिक्षा प्रोभाइड गर्न सकियो भने बेटर आउटकम आउँछ जस्तो लाग्छ मलाई। अब फरक कुरा गरौँ हामी एकछिन। हजुरको पढाइ चाहिँ के सम्बन्धी हो सर? मैले चाहिँ साइन्स गरिरहेको छु। साइन्सबाट अहिले मेरो चाहिँ यो ब्याचलर डिग्री कम्प्लिट हुन लागिरहेछ। मैले चाहिँ त्यही त स्कुल लेभल हुँदाखेरि मैले सबै विषय पढ्नु पऱ्यो, हामी सबैले पढ्छ। त्यस पछाडि चाहिँ मैले साइन्स पढिरहेको छु।
साइन्स कुन कलेजबाट पढ्नु? मैले चाहिँ त्रिचन्द्र मल्टिपल क्याम्पस हाम्रो काठमाडौँ घण्टाघर नजिकै रहेको छ, त्यहाँबाट गरिरहेको छु। अनि हजुरको घरमा को हुनुहुन्छ? फ्यामिली ब्याकग्राउन्डमा भन्ने हो भने चाहिँ हामी घरमा अहिले म छु, बाबा हुनुहुन्छ, दादा हुनुहुन्छ, तिनैजना मात्रै भनौँ। हाम्रो फ्यामिली चाहिँ जम्मा 5 जना। हजुर। 2 जना दिदीहरू अनि मामु, अनि दिदीहरूको चाहिँ बिहा भइसक्यो हो। हजुर। म सानै हुँदा नै बिहा भइसक्यो लगभग। र सानै हुँदा मामु हुनुहुन्न मेरो चाहिँ, मामु सानै हुँदाखेरि बित्नुभयो हो। त्यसले गर्दा अहिले चाहिँ हामी छोरा मान्छे मात्रै छौँ, तर पनि एक हिसाबको यो छोरा मान्छेको जीवन नि रकी नै छ। हजुर। हजुरको मामु हुनुहुन्न, मामुले चाहिँ सानै उमेरमा छोडेर जानुभयो। अब यो भगवानको लीला होइन, सबैको युनिभर्सल ट्रुथ भन्ने कुरा एक्सेप्ट गर्नै पर्यो। त्यस कारणले अहिले चाहिँ 3 जना मात्रै छौँ भनौँ न। सरलाई अर्को कुरा सोध्छु मैले, सर यो प्रेम के हो? हजुरले अलिकति प्रेमतिरको कुरा जोड्नुभयो। ठिकै छ। प्रेम चाहिँ कस्तो हो भन्दाखेरि प्रेम सेक्रिफाइस हो भन्ने लाग्छ मलाई। एउटा प्रेम बलिदानी हो, किनभने 2 आत्माको मिलन त्यति सजिलै हुँदैन नि त होइन। 2 आत्माको मिलन भइसके पछाडि त्यहाँ हामीले सेक्रिफाइस पनि त्यति नै गर्नुपर्ने हुन्छ र दुवैजनाको कमजोरी पनि स्वीकार्नु पर्यो, राम्रो कुरा पनि स्वीकार्नु पर्यो। त्यही नै हो प्रेम जस्तो लाग्छ मलाई, सेक्रिफाइस हो प्रेम। हजुर पनि प्रेममा हुनुहुन्छ? यो प्रेमको बडो हजुरले क्वेसन गरिहाल्नु भयो होइन। अब प्रेममा छु भनौँ अथवा छैन भनौँ, यो आउने कुरा नै हो, देखिने कुरा नै हो। अब खुलाउन कतिसम्म खुलाउने नखुलाउने भन्ने एउटा कुरा हुन्छ होइन। अहिलेलाई छु नै भनौँ। अनि यो ग्रह र ज्योतिषको बारेमा हजुरले कतिको विश्वास गर्नुहुन्छ? ग्रह र ज्योतिषको बारेमा चाहिँ यो अब एस्ट्रोलोजी कुराहरू भयो होइन। मैले चाहिँ साइन्स पढा भएर केही हदसम्म त एस्ट्रोलोजीका कुराहरू पनि म मान्छु, विश्वास गर्छु। तर कुन अर्थमा भन्दाखेरि यो ब्लाइन्डली चाहिँ होइन, केही अर्थमा। जस्तै म्याथमेटिक्सका कुराहरू पनि त एस्ट्रोलोजीमा आउँछ नि त होइन। त्यसलाई व्याख्या विश्लेषण गरेर जाँदै गर्दाखेरि केही हदसम्म म मान्छु। र यो एस्ट्रोलोजिकल कुरा मान्दै गर्दाखेरि चाहिँ ब्लाइन्डली सबै कुरा यसले गर्दा यसले भनेको सत्य नै हुन्छ भन्ने पनि होइन होइन। जसलाई कुन अर्थमा चाहिँ मान्नु पर्यो भन्दाखेरि यसले मेरो मनलाई कतिको शान्त गराइरहेछ त होइन। मैले त्यसलाई बिलिभ गर्दाखेरि यसमा बिलिभ सिस्टम एकदमै इम्पोर्टेन्ट कुरा हो होइन। कति बिलिभ गर्यो त? ब्लाइन्डली बिलिभ गर्यो भने यदि त्यो कुरा पुरा भइदिएन भने त्यो मान्छे पागल पनि हुनसक्छ नि त। त्यो पागल हुने गरेको विश्वास चाहिँ होइन। एउटा भगवान अथवा चाहिँ भनौँ न एउटा एस्ट्रोलोजीमा थोरै आस्था चाहिँ मेरो पनि छ। अनि सर हजुरको घर चाहिँ मेरो घर र जन्म थलो भनेको चाहिँ नेपालको पूर्वी साइड मोरङ जिल्लामा हो। मोरङ जिल्ला? हजुर, मोरङ जिल्लामा नै म जन्मेर मेरो बाल्यकाल पनि त्यहीँ गाउँमै बित्या हो भनौँ न। जब मैले चाहिँ यो बेसिक लेभलको 10 कक्षासम्मको शिक्षा प्राप्त गरिसके पछाडि चाहिँ मैले गाउँ छोडे हो। त्यतिन्जेल 10 कक्षासम्म चाहिँ गाउँमै पढ्नु भएको? मैले गाउँमै पढेँ। मेरो बाल्यकाल पनि गाउँमै बित्यो, पढाइ पनि गाउँमै बित्यो। कसरी बित्यो बाल्यकाल? बाल्यकालमा अब हरेकको बाल्यकाल रमाइलो र यादगार नै हुने गर्दछ, तसर्थ मेरो पनि बाल्यकाल रमाइलो नै भयो भनौँ होइन। तर केही दुःखहरू पनि थिए। बाल्यकाल रमाइलो सबैको जस्तो बाल्यकाल चाहिँ मेरो पक्कै रहेन होला। तर जति बाल्यकाल अरूले जसरी बिताउन पाउनुभयो मैले त्यसरी बिताउन त पाइनँ होला। किन भन्दाखेरि अब गाउँमा बित्यो जीवन। गाउँमा बितिसके पछाडि सानैबाट अलिकति सङ्घर्षका दिनहरू पनि मैले चाहिँ पार गर्नुपर्ने स्थिति आयो। कति 6-7 क्लासतिर पढ्दाखेरि मामु बित्नुभयो। हजुरको आमा? हजुर, मेरो आमा बित्नुभयो। अनि त्यसपछि 6-7 कक्षा पढ्दा? हजुर, 6-7 कक्षा पढ्दा। सानै उमेर हो नि सर। हजुर। अनि आमाको माया पाउनु भएन? आमाको माया नपाएको त होइन। 6-7 कक्षासम्म पढ्दै गर्दाखेरि 10-12 वर्षको उमेरसम्म त पाउनु भयो। त्यसपछि र त्योभन्दा यता चाहिँ पाइएन। जुन फिल हुने बेला भएको आमाको माया यस्तो हुँदो रहेछ भन्ने जुन फिल चाहिँ मैले अरूकोबाट हेरेर नै सिकेँ भनौँ। आफ्नै आमाबाट त्यो फिल लिन पाइनँ, किनभने त्यो आमा बितेर गएको बेलासम्ममा म सानै नै थिएँ। जुन अब स्कुलबाट घर फर्किँदा मेरो आमाले चाहिँ मलाई खाजा बनाएर राखिदिए हुन्थ्यो, आमाले बनाएको खाजा खान पाए हुन्थ्यो भन्ने समयमा आमा हुनुभयो? हजुर, त्यो चाहिँ मैले
त्यो जीवनको एउटा एकदमै महत्त्वपूर्ण कति वर्षको हुनुहुन्थ्यो त्यतिखेर? क्षण चाहिँ मैले चाहिँ त्यो भोग्न पाइनँ भनौँ। म त्यही 12 वर्ष जतिको थिएँ होला, सानै नै थिएँ। अब केही कुराहरू अहिले त धेरै वर्ष भएको हुनाले आधाउधी कुरा मात्रै याद छ। धेरै लामो हुँदै गइसके पछाडि केही मेमोरीहरू डिलिट हुँदो रहेछन्। तर केही मेमोरीहरू यस्तो जीवन्त हुँदो रहेछ कि त्यो आफू लगभग आफू नि उही मरेर गएपछि बल्ल डिलिट होला जस्तो चाहिँ मलाई लाग्छ। आमाको माया भनेको त संसारमा सबैभन्दा ठुलो अनि निस्वार्थ माया होइन, चाहिँ आमा आमाको भन्ने हुन्छ शब्द नै हजुर, आमा भन्ने शब्द नै त्यति प्यारो छ कि जुन कुरा संसारमा कुनै पनि त्यति प्यारो छैन क्या। मै पनि त्यति प्यारो छैन होला जुन आमा प्यारो हुनुहुन्थ्यो होइन। त्यही भगवान्को लीला दैव, अब सबैको भाग्यमा नहुँदो रहेछ। मेरोमा नि भएन, म जस्तै अधिकांशकोमा कतिकोमा भएन होला, त्यो अवस्था गुज्रिएन होला। तैपनि अब यो अघि मैले यहाँलाई भनिहालेँ, युनिभर्सल ट्रुथ मान्नै पर्यो होइन। तसर्थ सहर्ष स्वीकारेर नै सङ्घर्षको बाटोबाट नै अगाडि बढियो। विभिन्न चुनौतीहरू त आए बाल्यकालमा, चुनौतीहरू नआएका होइनन्। अब मम्मी बितेर जाँदै गर्दाखेरि दिदीहरूको पनि दुवैजनाको विवाह भइसकेको थियो। दुवैजनाको विवाह भइसके पश्चात घरमा जम्मा हामी 3 जना, उही छोरै छोरा भइयो, बाबा म दादा भइयो। बाबा हजुर अनि दादा हजुर, 3 जना केटा मान्छे मात्रै घरमा हुनुभयो? हजुर, हामी छोरा मान्छे मात्रै भयौँ घरमा। अलिकति दुःखदायी क्षण नै रह्यो भनौँ न। तर पनि हजुर चाहिँ कान्छो छोरा हुनुभयो? हजुर, म चाहिँ कान्छो। हजुर चाहिँ काम धेरै गर्नु पर्थ्यो कि दादाले गर्नुहुन्थ्यो कि बाबाले गर्नुहुन्थ्यो, के थियो? अर्को रमाइलो कुरा चाहिँ हुन त मान्छेलाई व्यावहारिक पोख्त चाहिँ अभ्यासबाट नै गराउँछ भन्ने जस्तै। अब जुन त्यो एब्सेन्स मामु दिदीहरूको भनौँ न, एउटा छोरी मान्छेको घरमा एब्सेन्स फिल भइसके पश्चात हामी सबै 3 जना उति नै सक्रिय भयौँ क्या। अब म सानो भए तापनि मैले सानोको जस्तो व्यवहार गर्न हुँदैन थियो त्यहाँ। दादा ठुलो भए पनि ठुलोको जस्तो व्यवहार गरेर चाहिँ सानोलाई मात्रै काम अराउने गर्ने भन्ने व्यवहार रहँदैन थियो त्यहाँ। हामी इक्वेल्ली सबैजनाले उति नै मेहनत गर्ने। हामी घरमा हामी 3 जनामा 3 जनालाई पर्फेक्ट, जे कुरा गर्न नि पर्फेक्ट क्या। हामी खाना बनाउनुदेखि लिएर घर सरसफाइ गर्नदेखि लिएर त्यहाँको टोल वरिपरि, हजुर, त्यहाँको टोल छिमेक वरिपरि हामीलाई कति गर्व लाग्छ भने यति पर्फेक्ट भयो कि अरू छिमेकमा जुन आमाहरूले आन्टीहरूले जति मिठो बनाउनुहुन्छ खाना, सायद हाम्रो घरमा त्योभन्दा मिठो बन्छ क्या। किनभने हामी 3 जना छोरा मान्छे एक्टिभ भएपछि फेरि एकदमै राम्रो हुँदो रहेछ होइन। अब छोरी मान्छेको एब्सेन्समा चाहिँ घर बिग्रिन्छ, लथालिङ्ग हुन्छ भन्ने पनि एउटा चाहिँ छ भनाइ। तर हाम्रो परिवारको केसमा त्यो भएन। हामी सबैजना चाहिँ मेहनती अनि त्यहाँदेखि इमान्दारिताका साथ अगाडि बढेको हुनाले हाम्रो एकदमै राम्रो, छिमेकमा अरूको भन्दा घर सफा, अरूको भन्दा राम्रो, खाना त्यस्तै राम्रो। त्यसले गर्दाखेरि चाहिँ हुन त अब आमा छोरी मान्छे दिदीको याद नआउने भन्ने हुँदैन, त्यसको चाहिँ एब्सेन्स फिल नहुने भन्ने त हुँदैन। तर पनि हाम्रो मेहनतले गर्दाखेरि कमै फिल गऱ्यौँ क्या हामी आफैले, किनभने सबैले राम्रो गर्न थाल्यौँ नि त। एकदमै राम्रो छ। अनि 10 क्लाससम्म त्यहीँ पढ्नुभयो? हजुर, मैले त्यसपछि अरू 11-12 कता पढ्नुभयो? त्यस पछाडि मैले पढ्न त 11-12 पनि गाउँमै पढ्या हो। विद्यालय चेन्ज गरेँ। हजुर, विद्यालय चेन्ज गरेँ। +2 सम्म मैले गाउँमै पढ्या हो। +2 सके पछाडि चाहिँ मैले काठमाडौँ आएँ। हजुर, अब काठमाडौँ आउने प्रसङ्ग मैले यहाँलाई अघि भनिहालेँ। काठमाडौँमा आइन्छ, यहीँ आएर पढिन्छ र पढाइन्छ अथवा करियर पनि यहीँबाट सुरु गरिन्छ भन्ने सोच चाहिँ थिएन मेरो। काठमाडौँ चाहिँ अब त्यही हो, अब साथीभाइले भनिहाले अस्ट्रेलिया जाने चक्करमा नै छिर्या हो म चाहिँ। अब आएर गऱ्यो, लास्टमा भिसा लागेन। भिसा नलागिसकेपछि अल्टरनेट रूपमा यता बिएससी जोइन गरौँ न त भनेर सोच्यो। र यता बिएससी जोइन गर्दै गर्दाखेरि यता के गर्ने त, पढेर मात्रै त यो नेपालको कलेजमा पढेरै मात्रै नहुने रहेछ क्या। अब यो 10 देखि 4 सम्मको क्लास भइदिइसके पछाडि त्यो मात्रै हेरेर नि भएन, यता आफूले अलिअलि सस्टेन नै गराउनु पर्यो होइन। त्यो हिसाबले मैले जागितिर पनि सिफ्ट भएँ। र सोचेको एउटा थियो, अर्कै कुरा चाहिँ गरियो पछि आएर भनौँ न। घर जानु भएको छैन? घर जाँदै नजाने भन्ने त होइन। चाडबाड आ बेलामा दसैँ तिहारमा एकचोटि चाहिँ जाने गरेको छु। तिहारमा, दसैँ तिहारमा भनौँ न। मोरङ भन्नुभयो होइन घर? हजुर। कति टाइम लाग्छ सर यहाँ मोरङ पुग्नु?
मोरङ पुग्न हाम्रो दुरीको हिसाबले हेर्ने भने सायद 550 किलोमिटर जति छ होला यहाँ काठमाडौँबाट। र यहाँबाट त्यही हो, अब 12-15 घन्टा त लागि नै हाल्छ। अब जस्तो 1-2 दिन छुट्टीमा घर पुगेर आइहालौँ भन्ने भएन हजुरलाई, त्यो लामै चाहिँ- छुट्टी चाहियो। हजुर, लामै छुट्टी चाहियो। अब घरको याद नआउने भन्ने त होइन, याद आइहाल्छ, जान मन त लाग्छ। तर यहाँ काम गर्न थालेपछि यहाँबाट छुट्टी नपाइने, पाइहाल्यो पनि 2 दिन जतिको छुट्टी पाइने म्याक्सिमम्, 2 दिन त पुग्नै लाग्ने। अनि त्यसले गर्दाखेरि उही लामो भ्याकेसनमा मात्रै, त्यस्तै दसैँ तिहारको बेला मात्रै मौका मिल्छ, अनि त्यतिखेर चाहिँ जाने गरेको छु। भनेपछि वर्षमा एकचोटि मात्रै घर जानुहुन्छ? हजुर, वर्षमा एकचोटि चाहिँ जाने नै गरेको छु। अब याद आउँछ, अब नगरेर भएन। दादा हुनुहुन्छ, बाबा हुनुहुन्छ, अङ्कल आन्टी हुनुहुन्छ। त्योभन्दा रमाइलो कुरा मेरो हजुरआमा पनि हुनुहुन्छ। ए हजुरआमा पनि हुनुहुन्छ? बुढो कति वर्षको हुनुहुन्छ हजुरआमा? सायद 90 वर्ष पुग्नुभयो होला हजुरआमा। हजुरआमालाई नातिको याद त आइरहेको छ? पहिला पहिला आइरहन्थ्यो, हजुर। अहिले चाहिँ अलिकति बिर्सिने रोग लागेको छ अरे उहाँलाई भन्ने सुनेको छु। हजुर। नभएदेखि यति धेरै याद गर्नुहुन्थ्यो कि हाम्रो त्यो म्याथमेटिक सल्भ गर्ने क्यालकुलेसन भन्दा पनि बढी क्यालकुलेसन गरिराख्ने क्या उहाँ मुखैले, मनमा। अनि नाति यति गते काठमाडौँ गयो, यति गते आयो, तँ गएको यति दिन भयो, यति दिनमा बल्ल आइस भन्नुहुन्थ्यो। तर अहिले चाहिँ त्यो जुन उमेरको ढल्किँदै गरेको उमेरले गर्दाखेरि त्यो चाहिँ बिर्सिन थाल्नु भएछ। तर पनि याद गर्नुहुन्छ अरे भन्ने सुन्छु, म पनि गर्छु। माया प्रगाढ नै छ। ए आमाकै माया नपाए पनि हजुरआमा चाहिँ हुनुहुँदो रहेछ? हजुर, हजुरआमा हुनुहुन्छ। म चाहिँ कस्तो भयो भने यता घरपट्टिको हजुरआमा हुनुहुन्छ, अझै आमा त हुनुहुन्न। घरपट्टिको हजुरआमा हुनुहुन्छ र मावलपट्टिको चाहिँ हजुरबुवा हुनुहुन्छ। मैले यता घरपट्टिको हजुरबुवा देख्न पाइनँ, अनि मावलपट्टिको चाहिँ हजुरआमा देख्न पाइनँ। मैले नदेखि उहाँहरू बित्नुभयो, तर पनि हजुरबुवा हजुरआमै देखेँ क्या मैले। हजुरबुवा पनि देखेँ, हजुरबुवा पनि देखेँ, दुवैतिरको भए पनि। त्यसमा चाहिँ खुसी। अनि यहाँ काठमाडौँ बसाइ हजुरको एक्लै? यहाँ चाहिँ एक्लै नभनौँ, मामा माइजूसँगै बसिरहेको छु भनौँ न। भनेपछि खाना बनाउनु पर्ने त हुँदैन? माइजूले बनाएर, खाना बनाएर भान्जालाई स्कुल पठाउने, कलेज पठाउने गर्नुहुन्छ? त्यो गरिराख्नु भएको छ उहाँहरूले। अब आफूले पनि भ्याएको बेलामा सहयोग गर्ने अलगै छ होइन। उहाँहरूले मायाले नै गरिराख्नु भएको छ। सकेको बेला उहाँहरूले भनिराख्नु पर्दैन, म आफै सघाउँछु बनाउन। एकदमै राम्रो छ यहाँ पनि। अब हामी कार्यक्रमको अन्तिम क्षणमा छौँ। जाँदा जाँदै हजुरलाई एउटा प्रश्न गर्छु मैले। यो रासोपाले अहिले बहुमत लिएर आयो, हजुर कतिको खुसी हुनुहुन्छ यसमा? हजुर, एकदमै राम्रो क्वेसन होइन। यो जुन हाम्रो जेनजी आन्दोलन पश्चात फागुन 21 गते नेपालमा भएको चुनावमा रासोपाले बहुमत ल्याएर आएको छ। यसमा चाहिँ यो म खुसी नै छु भनौँ होइन। किनभने यो विगत लामो समयदेखि नेपालमा चाहिँ भनौँ न शीर्ष स्थानमा चाहिँ 2-3 जना शीर्ष नेताहरूले सञ्चालन गर्दै आएको र यो करप्सनले चाहिँ एकदम ध्वस्त भएको देशमा हामीले अब नेपालमै बसेर केही गर्न सकिन्न कि क्या हो भन्ने अवस्था आउँदै गर्दाखेरि होइन, अब चाहिँ नयाँ सरकार बन्दैछ, यो नयाँ सोच आउँदैछ, यसले गर्दा हामी नेपालमै बसेर अब नेपालीहरूलाई के आशा पलाएको छ? हजुर, अब नेपालमै बसेर केही गर्न सकिन्छ कि क्या हो भन्ने जुन आशा चाहिँ पलाएको छ जस्तो लाग्छ मलाई। अब किनभने योभन्दा अगाडि केही गरौँ त कसरी गरौँ, आफ्नो सोर्स छैन, आफ्नो स्रोत छैन केहीबाट लगानी गर्ने, सरकारको पनि अपेक्षा त्यति राम्रो नभएको खण्डमा अब चाहिँ सरकारले हामीलाई त्यो फ्यासिलिटेट गर्छ कि त यहीँ बसेर नेपालमै बसेर केही गर्न चाहनेलाई अब सरकारले फ्यासिलिटेट गर्छ कि भन्नेमा चाहिँ म पूर्ण विश्वस्त छु। होइन भने विदेश जाने त कतिको थोरैको रहर होला, धेरैको बाध्यता हो नि त होइन। सबैजनाको विदेश जाने रहर त होइन। यहीँ बसेर केही गर्न खोज्दै पनि केही उपाय नचले पछाडि विदेश भासिने हो नि त। त्यसले गर्दा त्यो चाहिँ नहोला, नरहला अबको सरकारले, त्यो चाहिँ त्यसमा चाहिँ सुविधा ल्याउला जस्तो मलाई लागेको छ। अब आउने युवाहरू चाहिँ विदेश जान नपरोस्, विदेश पलायन हुन नपरोस्। हजुर, हजुर एकदमै राम्रो। हजुर, विदेश पलायन हुन नपरोस्, विदेश जान त परोस्, किन नपर्ने हो र होइन। घुम्न जान पाइयोस् होइन। जसरी विदेशीहरू हाम्रो राष्ट्रमा आएर हाम्रो राष्ट्र देख्नुहुन्छ, हेर्नुहुन्छ, त्यसरी नै हामी पनि घुम्न जाने नि। हामी काम गर्न नजाने, घुम्न जाने होइन। सकेको खण्डमा त अझ यति धेरै राम्रो नीति ल्याउनु पर्यो नेपाल सरकारले। अब हामी जसरी बाहिर राष्ट्रहरूमा चाहिँ नै काम गर्न गएका छौँ, त्यसरी नै बाहिर राष्ट्रका मान्छेहरू चाहिँ नेपालमा आएर काम गर्ने स्थिति होस् के। हामी
प्राकृतिक स्रोत साधनले यति धेरै सम्पन्न छौँ कि हामीमा के को चाहिँ अभाव छ र होइन। वन जङ्गल नदी नाला पर्यटनको हिसाबले हेर्ने हो भने विश्वमै धनी छौँ होइन। वनस्पति रुख जङ्गल त्यस्तै गरेर हावापानीको हिसाबले हेर्ने हो भने विश्वमै सबैभन्दा राम्रो हावापानी छ। ल्यान्डको हिसाबले हेर्ने हो भने हामीसँग 3वटा चाहिँ स्टेट छन्, रिजन छन् होइन, हिमाल पहाड तराई। यस्तो मिलेको एउटा भनौँ न देश त संसारमा सायद कहीँ पनि छैन होला। त्यति धेरै राम्रो स्वर्ग के यो त, नेपाल त स्वर्ग हो के होइन। मैले हेर्नु है, मैले छोटो समयमा इन्डिया, योभन्दा अगाडि 2-3 चोटि म इन्डिया गइसकेको छु। हाम्रै छिमेकी राष्ट्र इन्डिया गएर पनि आएँ। त्यहाँ गएर आउँदा के फिल भयो त भन्दाखेरि म 2-4 दिन त्यहाँ रहँदाखेरि पनि कहिले नेपाल पुग्छु, कहिले नेपालको भूमि टेक्छु जस्तो मलाई लाग्थ्यो के। त्यति वाक्क हुँदो रहेछ आफ्नो देश छोडेर गएपछि। भनेपछि नेपाल त स्वर्ग नै हो। यहाँनिर बस एउटा राम्रो पोलिटिक्स नभएको, यहाँको चाहिँ गभर्मेन्ट राम्रो नभएको, लिडरसिप राम्रो नभएको, यदि यहाँनिर सबै कुरा म्यानेज हुन्छ भने हाम्रो जस्तो देश संसारमा कहीँ पनि छैन के। त्यति धेरै आनन्द तरिकाले जीवनयापन गर्ने, जीवन बिताउने देश हाम्रो। अब यसमा चाहिँ नयाँ सरकारले केही पक्कै पनि राम्रो चाहिँ नीति ल्याउँछ होला, हामीलाई विदेश जान बाध्यता पार्दैन होला भन्ने चाहिँ आशा छ, एकदमै ठुलो आशा छ यसको चाहिँ। हस्, समय र सन्दर्भको लागि धेरै धेरै धन्यवाद। हस्, यहाँलाई पनि यो सुनौलो मौका अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद, हृदयबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु। हस्, आजको हाम्रो सत्रन मिडिया अन्तर्गत सत्रन टक्स एपिसोड यहीँ समाप्त भएको छ। हेरेर साथ दिनुहुने दर्शकहरूलाई धेरै धेरै धन्यवाद। लाइक, कमेन्ट एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला। हस् त, धन्यवाद।